आज हामी बनाऊ खुट्टा, कुखुराको खुट्टा। खुट्टा को-कोलाई मनपर्छ कमेन्ट गर्नु होला। अनि यो डिस को-कोले खानुभएको छ त्यो पनि भन्नुहोस् है त। एकदमै सजिलो छ, टाइम अलिकति लाग्छ। ल बनाउन सुरु गरिहालौँ। सुरुमा त कुखुराको खुट्टा ल्याउनुहोस्, त्यसलाई पेडी गरिदिनुहोस्, नङ काटिदिनुहोस् त्यसको भागोभरि सबै, अनि लगाएर सिधै बोइल गरिदिनुहोस्। हरियो प्याज र अदुवा राखेर बोइल गर्नु होला। अनि यो फोर फाल्नुहोस्। फोर फालिसकेपछि यसमा भेनिगर र हनी राखेर 2-3 मिनेट बोइल गर्नु होला। अनि निकाल्नुहोस्। निकालेर पानी सोगेर सिधै फ्राई गरिदिनुहोस् अनि छोपिदिनुहोस्। मर्नमा लाए खोल्नु होला, छिटो पड्किन्छ यो। अनि यति भइसकेपछि रातो भइसकेपछि यसलाई चाहिँ निकालेर सिधै पानीमा हाल्नुहोस्। अनि आधी घन्टा छोड्नुहोस्। त्यो बेलासम्म सस बनाऊ। त्यसको लागि ओयस्टर सस, लाइट सोया सस, डार्क सोया सस अनि मह राखेर घोलिदिनुहोस्। अनि टक्क साइड लाउनुहोस् यसलाई। अनि उतापट्टि चिकन हेर्नु होला। अब यसको छाला यस्तरी खुम्चिन्छ। अब यति भइसकेपछि एउटा प्यानमा लसुन, अदुवा, प्याज अनि चक्रीफुल अनि बास्ना आउन थालिसकेपछि चिकन राख्नुहोस् त्यसको माथि। अनि पानी ठ्याक्क छोप्दासम्म राख्नुहोस्। अनि हामीले अघि बनाएको सस अनि थोरै कुकिङ वाइन अनि एउटा तेजपत्ता मजाले 45 मिनेट 1 घन्टा पाक्न दिनु होला। यति भइसकेपछि रेडी भयो तपाईँको चिकनको खुट्टा। आज शुक्रबार केसँग खाने आफै विचार गरेर खानु होला है त। ल।